जुन प्रमुख प्रशासकीय अधिकृतले स्पष्टीकरण सोध्नु भएको थियो त्यसपछि यहाँले जवाफ फर्काउनु भयो र त्यसपछिको जुन उहाँको एक्सन तपाईलाई कस्तो लागेको थियो त्यति बेला? अपेक्षित जस्तो थियो, यस्तो हुन्छ भन्ने लागेको थियो कि एउटा सरप्राइज के? यस विषयमा म के भन्न चाहन्छु भने हामी सधैँ सकारात्मक हुनुपर्छ, नकारात्मक सोच राख्नु हुँदैन। यो नकारात्मक सोचले गर्दाखेरि आज समाज कुन अवस्थामा पुगिसकेको छ। त्यस कारणले म हिजोको जुन 5 बजेपछि जुन किसिमको सम्मानित अदालतबाट जुन निर्णय आएको छ त्यसको लागि आभार व्यक्त गर्न चाहन्छु। त्योभन्दा अगाडि कुरा सम्पूर्ण भुल्न चाहन्छु, म बिर्सिन चाहन्छु, त्यसमा केही टिका टिप्पणी गर्न चाहन्न। यो अवस्थामा चाहिँ अबको यहाँको रणनीति, आगामी यात्रा कसरी अगाडि बढ्छ जस्तो के भनेको छ भने धेरैले एउटा प्रश्न चाहिँ अब प्रमुख प्रशासकीय अधिकृततर्फ तपाईँ उन्मुख हुनुहुन्छ कि अथवा मेयर बालेन शाहप्रति उन्मुख हुनुहुन्छ भन्ने खालको पनि कुरा छ। त्यो हिजो कसैले भनेको हो भने पनि त्यो गलत कुरा हो। म चाहिँ प्रमुखज्यू, उपप्रमुखज्यू, त्यसपछि गएर प्रमुख प्रशासकीय अधिकृतज्यू, कार्यपालिका सदस्यज्यूहरू, नगरसभाका सदस्यज्यूहरू, नगरसभाप्रति उत्तरदायी छु। म हिजो पनि थिएँ, भोलि पनि रहन्छु र सधैँ रहिरहन्छु। र मैले चाहिँ यस महानगरपालिकाको स्थानीय सरकारका प्रमुखज्यूप्रति अलिक बढी नै सेन्सिटिभ हुनुपर्छ। स्थानीय सरकार प्रमुखको हिसाबले उहाँप्रति अझ बढी उत्तरदायित्व हुन्छ कि नेतृत्वको सधैँ नै त्यही नै र अरू लगाएर आएको र नियम कानुन र परिधिभित्र बसेर लगाएर कामहरू कानुनले दिएको कानुनअनुसार व्यवस्था भएको चिजमा म सबैपट्टि उत्तरदायी छु। केहीले चाहिँ फेरि मेयरसँग अथवा प्रमुखसँग भन्दा पनि प्रमुख प्रशासकीय अधिकृतसँग चाहिँ बढी उत्तरदायी हुने नियम छ, ऐन छ भनेर भनिरहेको छ। अब यस विषयमा विभिन्न किसिमका चाहिँ कुराहरू छन्। हेर्नुहोस् है, विभिन्न किसिमका मैले प्रमुख प्रशासकीय अधिकृतप्रति उत्तरदायी छैन भनेको पनि छैन, छु नै। तर के हुँदाहुँदै पनि प्रमुख प्रशासकीय अधिकृतज्यू पनि मेयर साहबप्रति उत्तरदायी हुनुहुन्छ नि त। त्यस कारणले गर्दाखेरि त्यो कुराहरू नियम कानुन र परिधि र यो स्थानीय सरकार सञ्चालन निधिको परिधिभित्र बसेर जसलाई जे विषयमा चाहिँ उत्तरदायी हुनुपर्ने त्यही विषयमा चाहिँ कानुनले तोकेअनुसारको उत्तरदायी त्यो म प्रति छ। जसरी पछिल्लो 2.5-3 वर्षको अवधिमा यहाँको नेतृत्वमा महानगर प्रहरी बल आइसकेपछि जुन जुन कामहरू भयो अथवा प्रमुख उपप्रमुख सहितको टिममा जुन काम भयो त्यसले आम जनताले चाहिँ चासोका साथमा हेरिरहेका थिए। अचानक तपाईँ चाहिँ निलम्बनको कुरा आइरहँदा त्यो पत्र थामिरहँदाखेरिको अवस्थामा यो बिचमा जुन 12-15 दिन चाहिँ तपाईँ बाहिर रहनुभयो, कस्तो अनुभूति हुँदो रहेछ त? अनि त्यो यस्तो कुरा के भने तपाईँले एउटा जगजाहेर कुरा हो, सत्य कुरा स्वीकार्नुपर्छ हामीले। सत्य कुरा के भने हुन त मेरो पनि लामै सर्भिस नै हो, म नेतृत्व तहमा थिइनँ। त मुख्य नेतृत्वको ठुलो भूमिका रहन्छ। 2079 सालभन्दा अगाडि महानगर प्रहरीको अवस्था के थियो आम नेपाली जनताले देखेकै हुन् र 2079 सालपछि महानगरपालिकामा महानगर प्रहरीको चाहिँ भूमिका र नयाँ नेतृत्व जुन होल बडी टिम चाहिँ नयाँ जनप्रतिनिधिहरू आइसकेपछिको र महानगर प्रहरी आफूले सम्पादन गर्नुपर्ने कामहरूमा अग्रसर भएर र प्लान वेमा गरेको छ, त्यो कुरा मलाई प्राउड लाग्छ। र महानगर प्रहरीप्रति जनताको जुन जनविश्वास छ, हामी पदमा रहँदा नरहँदा पनि जुन किसिमको महानगर प्रहरीलाई माया गर्नुभएको छ र एउटा एक किसिमको आशा गर्नुभएको छ, त्यसमा मेरो केही कन्ट्रिब्युसन पक्कै नै छ र मुख्यतः नेतृत्व नै हो, मेयर साहब नै हो। उहाँको निर्देशन र उहाँको जुन किसिमको चाहिँ हामीप्रति विश्वास र नियम कानुनले दिएको कुरा गर्ने, कसैलाई काखा कसैलाई पाखा होइन, नियमको ठुलो कोही सानो भन्ने हुँदैन, नियमअनुसार चल्नुपर्छ भन्ने किसिमको जुन किसिमले हामीलाई एक किसिमको निर्देशन थियो त्यही अनुसार गरिरहँदाखेरि चाहिँ हामीलाई खुसी लाग्छ र गर्व पनि लाग्छ। र हामीले यो बिचमा चाहिँ एउटा विभिन्न किसिमका चाहिँ सेटअपहरू बनाएको थियो महानगर प्रहरीले सम्पादन गर्ने कामहरूमा। जनगुनासोको सुनाइदेखि लिएर कुनै पनि समयमा महानगर प्रहरी सुत्दैन भन्ने मैले भनेको थिएँ र कुनै पनि बेला आवश्यकता अनुसार चाहिँ महानगर प्रहरी मोबिलाइज हुन्छ। त्यो कुराको सेटअप बनाउँदै आज यो 82 सालसम्म आउँदाखेरि चाहिँ यो अवस्थासम्म पुगेको। यसमा हाम्रो महानगर प्रहरीका अझ विशेष गरी बेस लेभलका भन्छु म, बेस लेभलको जवानदेखि लिएर अब अधिकृतसम्म इन्सपेक्टर साहबसम्मको जुन भूमिका छ त्यो अहम भूमिका छ। म सँगसँगै फिल्डमा खटाउने नेतृत्व जब अगाडि सडकमा जान्छ नि त्यसपछि उसलाई कन्फिडेन्स हुन्छ जवानलाई पनि मेरो हाकिम सँगै छ भनेर। त्यो कसले बुझ्ने कुराहरू भनेको त्यो जसलाई परेको छ त्यसलाई थाहा हुन्छ, उसले सेफ महसुस गर्छ हाकिम। त्योमा म अलिकति फुट्टिएको तरिकाले चलेको थिएँ। तर केही अनुशासनहीन जन्य क्रियाकलाप
चाहिँ पनि मैले नसुनेको होइन। आफ्नो पदीय मर्यादाभन्दा यी बिचमा महानगर प्रहरीभित्रकै चाहिँ केही अधिकृतहरूले सबैलाई भनेको छैन मैले, केही अधिकृतहरूले विभिन्न किसिमको अनुशासनहीन जन्ने क्रियाकलाप गरेको पनि मैले अनुभूति गरेँ। मलाई भन्नु त केही छैन, पुरानो कुराहरू हिजो बेलुकाभन्दा अगाडिको कुराहरू मैले बिर्सिसकेको छु र त्यस कारण आफू नेतृत्वको स्थापित आफै हुने र जनताले अनुभूति गर्ने गरी काम गरेको नगरेको भन्ने कुरा त जनता नै हो, कार्यालय नै हो। त्यस कारणले गर्दाखेरि चाहिँ केही कुराहरूमा चाहिँ मैले जुन 15 दिनको बिचमा जुन महसुस गरेँ त्यहाँ केही कन्फ्रन्टेसन र केही समस्याहरू भएको अधिकृतको अभिव्यक्ति पनि मैले मिडियामा सुने। तीप्रति दुःख व्यक्त गर्न चाहन्छु र नेतृत्वको विकास आफै हुने हो, आफै मै जान्ने भनेर कसैले मान्नेवाला छैन। मेरो आन्तरिक विषयमा मैले यति भने, अरू बाह्य कुरामा जस्तै बाह्य भन्नाले अरू महानगरपालिकाकोसँग सम्बन्धित प्रमुखज्यू, उपप्रमुखज्यू, प्रमुख प्रशासकज्यू, कार्यपालिका सदस्यज्यूहरू, नगरसभा सदस्यप्रति म एकदम आभार व्यक्त गर्न चाहन्छु। यो यत्रो समयमा पनि मेरो कामको सिलसिलामा उहाँबाट सधैँ सहयोग पाएँ, त्यसलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। यो अलिकति अन्तिममा यो आन्तरिक कुरै गर्दाखेरि चाहिँ जो निमित्त प्रमुखको भूमिकामा विष्णुप्रसाद जोशी एसपी साहब हुनुहुन्थ्यो, लगायत अरू एसपी साहबहरू पनि हुनुहुन्छ, यहाँको टोली अब कसरी अगाडि बढ्छ? हुन त यहाँकै अन्डरमा जुन महानगर प्रहरी बल थियो केही दिनको ग्याप मात्रै हो भनेपछि अब यो आन्तरिकलाई मिलाएरै लान अगाडि बढ्नुहुन्छ? मिलाउने भन्दा पनि यो चाहिँ ऐन नियम कानुन चेन अफ कमान्ड हो। चेन अफ कमान्ड अनुसार चाहिँ काम गर्नुपर्छ। चेन अफ कमान्ड नमान्ने कुनै पनि तहको कर्मचारीलाई चेन अफ कमान्ड चाहिँ मान्नु आन्तरिक सङ्गठन फौजको र बाँकी र मैले भन्ने कुरा त मैले भने भइहालेँ। मैले जो प्रति उत्तरदायी हुनुपर्ने उत्तरदायी हुन्छु नै, यसमा कुनै कसर बाँकी राख्ने छैन र सङ्गठनको मर्यादा छ, आफ्नो दर्जा दिएको छ, दर्जाअनुसार चेन अफ कमान्ड अनुसार काम गर्ने हो। त्यसमा तयार नहुने प्रहरी कर्मचारीलाई महानगर प्रहरी बलको तर्फबाट म यहाँको चाहिँ प्रमुख म सहनेवाला छैन। 15 दिन अगाडिसम्म महानगर प्रहरी बलको गाडीलाई जुन स्पिडमा यहाँले लाँदै हुनुहुन्थ्यो, 15 दिन पछाडि आएर त्यही सिटमा बस्दाखेरि त्यो गाडीको गति कस्तो रहेछ सर? होइन, यो कुनै हालतमा पनि अझ झन् सशक्त भएर महानगर प्रहरी चाहिँ लाग्छ र म आफै पनि लाग्छु। हिजोको भन्दा पनि अझ राम्रो, अझ परिणाममुखी, कोहीप्रति आग्रह पूर्वाग्रह नभइकन हामी काम गर्नेछौँ र सबैले आफ्नो चाहिँ केही कमजोरी भएको छ भने त्यसलाई सुधार्न पर्छ। हामीभन्दा माथिल्लो पदाधिकारीको विषय हामी कुनै प्रतिक्रिया जनाउँदैनौँ र मेरो मातहतको चाहिँ प्रहरी कर्मचारीको हकमा सबैले आफूले गर्नुपर्ने काम, कर्तव्य र अधिकारको सीमाभित्र बसेर गर्नलाई मैले भनेको छु र त्यही अनुसार हुनेछ। त्योभन्दा बाहिर गएर यो महानगर प्रहरीभित्र चाहिँ आफ्नो चाहिँ पदीय मर्यादामा नबस्ने प्रहरी कर्मचारी कोही भेट्यो खण्डमा कारवाही गर्नेछ। अन्त्यमा अबको यहाँको कार्ययोजना के छ तत्कालको लागि? मैले भनेको छु जस्तै यो बर्खा लाग्नुभन्दा अगाडि नै मैले भनेको थिएँ हामी तयारीमा थियौँ हामी र बर्खाको समयमा चाहिँ हामीलाई श्रद्धेय प्रमुखज्यूबाट चाहिँ बर्खाको समयमा पोहोर सालको जुन अनुभवले जुन बाढीको कारणले गर्दा जुन खोलाको डुबान, विभिन्न ठाउँमा चाहिँ डुबानको अवस्था, यो पहिरोको कुराहरूदेखि लिएर पुराना कोर सिटीका घरहरू भत्केका कुराहरूलाई हेरेर हामीले एउटा सेटअप बनाइसकेका छौँ। त्यसको लागि तयारी हामी 1-2 महिना अगाडिदेखि नै त्यसलाई आवश्यक पर्ने सामग्रीहरू अन्य निकाय छ, नेपाली सेना, सशस्त्र प्रहरी, विशेष गरी सशस्त्र प्रहरीसँग चाहिँ हामीले चाहिँ तयारीको लागि 2-3 महिना अगाडिदेखि हामी तालिम कुरिन्टारमा सञ्चालन गऱ्यौँ। त्यसपछि अस्ति जुन रानी पोखरीमा भएको थियो त्यो सेटअप मैले नै मिलाएको थिएँ। समन्वय भएर जुन प्र्याक्टिस भइरहेछ, हामी सशक्त भएर जनतालाई दुःख परेको बेलामा महानगर प्रहरी कुनै केही नभनिकन खटिनेछ। त्यसको लागि हामी तयारी गर्न सक्छौँ। धन्यवाद।